हेलो एभ्रिवान, वेलकम टु माई थर्ड मिनी ब्लग। बिर्सिरहेको छ चाउमिन बनाउने रेसिपीबाट। चाउमिन बनाउनको लागि सब सामानहरू रेडी गरेर अनि गाजर क्याप्सिकमहरू फ्राई गरेँ, सबै थोक हालेर फ्राई गरेँ। अनि त्यसपछि चाउमिन लगाएँ। चाउमिन लगाएर चाउमिन पाकिसक्यो। खासै त्यस्तो स्पेसल बनाउन त आउँदैन, बाबुको रिक्वेस्टमा बनाएको, बाबुलाई एकदम मनपर्छ, त्यो भएर हो। पाकिसकेपछि प्लेटमा सर्भ गरेँ अनि बाबुको लागि रेडी गरेर बाबुलाई पनि दिएँ। बाबुले खाँदैछन्, याम्मी छ, मिठो छ मामु भनेर भन्दैछन्। अनि काठमाडौँको मौसम चाहिँ आज एकदम चिसो, घरि पानी पर्ने, घरि हल्का घाम लाग्ने जस्तो भइरहेको थियो। पानी पर्न लागेर बाबु मभन्दा छिटो छिटो दगुडेर कपडाहरू उठाउँदैछन्। त्यहाँ यसो घाममा राखेको थियो कपडा राम्रोसँग नसुकेर, अनि उठाउँदैछन्। त्यसपछि साइडमा पप्पी आयो। पप्पी आयो मामु भन्दै हेर्दैछन्। पप्पीदेखि त्यस्तो खासै डराउनु त डराउँदैन, उसलाई पप्पी अनि क्याट चाहिँ एकदम मनपर्छ। अनि साइडमै आएछ, बुई भन्दैछन्। दादाले त्यहीँ ल्याइदिनु भएछ। अनि पानी सकिएको थियो, पिउने पानी, अनि बाहिर पानी परिरहेको थियो। अनि बेबी र म चाहिँ पानी लिनको लागि बाहिर जाँदैछौँ, बाटोमा पसल गएको। यस्तै भयो आजको मिनी ब्लग चाहिँ। थ्याङ्क यू सो मच गाइस।